नमस्कार हजुर। आज भने म तपाईहरुलाई निकै नै नौलो ठाउँमा ल्याउँदैछु। यहाँ पनि झरना रहेछ। यो चाहिँ कहाँ हो भन्ने कुरा म अहिले पछि भन्नुला। म बोर्डै देखाउँछु हजुर, किनभने मलाई पनि थाहा छ अझ चाहिँ नाम चाहिँ अझ मजाले स्पष्टले आउँदैन। तर यो ठाउँ चाहिँ हेर्ने बित्तिकै बेसरी मजा लाग्यो। मेरो फर्स्ट यहाँबाटै फर्स्ट भ्यू चाहिँ अब तपाईलाई म चाहिँ देखाइहालेँ। ल हजुर, यो चाहिँ तनहुँको एक ठाउँमा छाङदी भन्ने ठाउँमा छाङदी झरना भन्दो रहेछ यसलाई। यसरी झरना पनि रहेछ। यहाँ चाहिँ के छ अब भित्र गएर यसो हेरौँला। छाङदी है। अब यता साइडमा चाहिँ यसरी चाहिँ खोला बगिरहेछ, सानो झरनाबाट आएको पानी हो। यतापट्टि यति रमाइलो सिन छ। ल अब यो हामी चाहिँ जाम न त हजुर। यसो के रहेछ यहाँ। यो झरना आएको थिएन, आम्ला आम्ला भन्दै थियो, भरे आज आइहाल्यो। आउँदाखेरि यस्तो रहेछ। ल श्री कान्छी बराही मन्दिर तथा झरनामा आउँदा पालना गर्नुपर्ने नियमहरू भनेर सुरुमा पढे। तर कान्छी बाराही मन्दिर तथा छाङदी झरना म्याग्दे गाउँपालिका छाङ वडा नम्बर 5 छाङदी तनहुँ रहेछ। ल हजुर, पर्यटकहरू हुनुहुन्छ कि यहाँ पर्यटकहरू आइरहनु भएको छ। ल कसैको देखिरहेको छ। उतापट्टि बाटो छ, यतापट्टि पूजाआजा लिएर आउनुभएको छ कान्छी बराही मन्दिर। ल कान्छी बराहीमा रक्षा गर्नु ल सबैको। यो हाम्रो क्यामेरामा भिडियो हेरेर बसिराख्नु हुने सम्पूर्ण श्रोताबिन्दुलाई पनि एकदम आशीर्वाद दिनु होला। उहाँहरूलाई भिडियो मार्फतै तपाईँ कहाँ दर्शन गराउन ल्याएँ है हजुर। ल यतापट्टि के छ। अब यतापट्टि चाहिँ माछा रहेछ। अब बरायो भनेपछि माछा हुन्छ के अरे। अनि यो माछा अब खान पाइँदैन यहाँ। अब भगवानको चाहिँ सानबान होला केही होला त्यो माछाहरू। यतापट्टि नागथान झार्की थान अरे, झार्की थान यताबाट जाँदो रहेछ। मन्दिरको घन्टी बज्यो, आवाज कति मजा आएको। अब झर्ना जाने बाटो चाहिँ यस्तो रहेछ। ल है झर्ना जाने बाटो खुट्टाले अलिकति हिँड्न मिलेको छैन, त्यही पनि हिँड्दैछु है त हजुर। आजभोलि त खुट्टा दुख्छ, हजुरलाई पनि दुख्छ होला है। अब मसँग आउनुभएको छ हाम्रो पुसाई। आज चाहिँ पुसाईलाई चाहिँ लिएर आएको मैले चाहिँ आम घुम्न भनेर। अनि दाई हुनुहुन्छ उहाँ ठुल दाई। अब ठुल दाई अहिले चाहिँ क्यामेरामा आउन अलिकति लजाउनु पर्छ, किनभने पसिना हुनुपर्छ, अलिक फोहोर हुनुहुन्छ, त्यही भएर सायद त्यही होला। कताबाट हो दाई? हजुर पाउनु अब माथि आइसक्यो। ल अब यो चाहिँ यो परै चाहिँ झर्ला डर लाग्ने भयो। ल अहिले मुनिबाट फेरि माथि पनि हेरौँ ल। विदेशको बिल्डिङ जस्तो छ हाम्रो पर पनि। ल हजुर, फर्स्ट ग्लान्स को आउनुभएको छ। आउनुभएकोलाई विषय रमाइलो लाग्यो होला। ल यो झरनामा चाहिँ उतानिरसम्म चाहिँ गएर चाहिँ नुहाउन सकिन्छ होला जस्तो लाग्छ। ल हजुर, हावा पनि एकदम शीतल हावा, कुलर हावा आइरहेछ। ल एकदम पतितले बिल्डिङ जस्तै, विदेशी बिल्डिङ जस्तै हेर्नु हाम्रो पहाडहरू। अलि अगाडि जाऊँ।
मान्छे झर्नाको कुरा गर्दै हजुरले भन्नुभयो यो प्रदेशको बजेट होइन यहाँको चाहिँ के भन्छ भन्ने कुरा थाहा लाग्यो अब ल हजुर यति भन्दै म यहाँहरू समक्षबाट छुटेँ आउनुहोला घुम्नुहोला हेर्नुहोला हजुर अनि नजिकै हामीले केही गर्दैछौँ त्यहाँ पनि म भोलिपछि देखाउने छु तयार गर्छु